طالما هم يحبوا الفضايح ललिता सोल्टिनीको बर्थडे सरप्राइज बर्थडे विस गर ओ माई गड सनफ्लावर सन مكان من الاول इयर रहेछ के हुँदै हुँदैन न्यू इयर सो अब हामी बर्थडे विस गर्न गइरहेकै छौँ यो चाहिँ ललिता बहादुर दिदीको नीति हाम्रो यहाँ बर्थडे यो सर दिदी फेरि गएन अब नक्कली आज कसैको बर्थडे त्यो बिल्डिङ बस्नुहुन्छ फेरि दिदी चाहिँ टाइम नै है जल्दी दौडो गाडी पनि हेर्नु यताउता लाइन मार्छ होला हौ यस्तो दौड्यो भने त खोल्नु भयो नि हुन्छ अब बाहिर हालेर सुनिन्छु नि हिँड्नु न ललिता कहाँ छ तपाईँ ह्याप्पी बर्थडे ललिते 1 मिनट छ ह्याप्पी बर्थडे सोल्टिनी ह्याप्पी बर्थडे दिदी हामी के गर्नु हौ यिनीहरू मुनि मुनि घुम्छ अनि यिनीहरूलाई के गर्ने र हामीले हामी ल तपाईँ म अहिले कल गर्छु ललिता ढोका खोल्नु त धन्यवाद सबैजनालाई थ्याङ्क यू यो नउडाउनु दिदी यो ल्याइदिनु न यो नउडाउनु के हुँदैन यो जान्छ अर्को लुगा लाउनु न अब ह्याप्पी बर्थडे दिदी उयो गर्छौँ यस्तो गर्छौँ के यस्तो भनेको स्प्रे हाल्न माथिबाट भनेको ह्यान्ड राइटिङ देखाउ न लिएर आयो तिमीले राम 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 मेरो फोन ल्याइदिएको हुन्थ्यो नि हौ म यहाँ फोटो खिच्दै राम्रो त देखेको छ तर्से पनि म त आँखाभरि पसेर यसरी बसेको यस्तै नराम्रो लुगा पनि उही घरको गाउँछ कति राम्रो आउँछ अरे अन्त अनि हैन अनि जानु तपाईहरु तीनजनालाई एउटामा टाइमिङमा फोटो राख म पनि नजान्छु जाऊ न जाऊ बस गान्धी तल बस्नु अङ्गालो मार्नु म गर्नु अच्छा बस ल 5 मिनेटमा लगाएको छ आउनु छिटो ह्याप्पी बर्थडे ललिते नीति कालिक पर बसौ ल भयो बटन ल बुके काट्नु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे म त खादिनु है थोरै मात्रै कस्तो बुढी बटार छ
धन्यवाद धेरै धेरै धन्यवाद आउ नितिका निकै भाइ पनि माया बढ्छ हामी त खान्छ नि हौ यो उता लगेर ज्ञानु चिसो तान्नु न ल थ्याङ्क यू सो मच म त कति धेरै खुसी भएँ मेरो बुढाले त विस पनि गर्दैन हामी जाउँ त गाडी भिडियो देखाइदिनु यहाँ आउनु त यहाँ भन्दै भिडियो बनाएर खानु न ज्ञानु अन्त भयो के खाने हो के खानु हो तपाईँहरूले जाउँ के खानु के खाँदैन केही न केही यो हिँड्नु न। चाहिँ खानु मात्रै खानु तिमीहरू यो खाँदैन जेरी जाउँ पिरी पिरी खानु खान त एउटा दिन खै यो ज्ञानुको पिरी हो कि दिदी दिदी खानु जाउँ सन्जोग पनि त्यतैबाट खाना ल्याइदिन्छु तर खाना पकाइहालेँ धेरै धेरै धन्यवाद आउनु न त किन नजिकै भएर आयो फेरि गनाउँछ भने नि मलाई गनाउँदैन अझ त अलिक कम भयो थ्याङ्क यू खानु न ल आमा धेरै फुलेर सेतो बनाएको रहेछ बडाको भयो वाउ आज त मैले कि ग्लोरी फेसको क्यान्डिडेट नि बनाउनु नसकेको बाबा अब यही नि त यो स्टोरी पनि देखेर ल्याइदिएछ नि धेरै धेरै धन्यवाद कहाँ गयो तिमीहरू ज्ञानु साथी अब त मलाई अगाडि नि यहाँदेखि ढुन्डै ढुन्डै उहाँ पुग्यो नि हौ हामी त पहिला एकचोटि दीपकलाई किनिदिएको मैले राम। पर पर्दैन मलाई त जाउँ उता खाना खानु पर्दैन अहिले के को पर्दैन हिँड्नु न डल्लीकोमा हिँड्नु नि जाउँ उस त्यो तर त सन्जोगलाई पहिला स्याफेलेबाट भात मगाइदिनु पर्ला भात अर्डर गर्दै जानु पर्ला है खोइ पानी ल्याइदिन्छु बाबा म म ल्याउँछु मेरो पेट पनि अलिक ठुलो हुँदो रहेछ हौ ओए यो भिडियोमा हाल्नु न भेज त्यहाँ अहिले म फेरि के भनी पठाउँछु 3 महिना भएछ यता हो बाबा 3 महिना हातो अलिअलि हस्पिटलको अगाडि माराबार बिल्डिङमा अलिक गाह्रो हुन्छ अरे भन्छ यो पेटमा